हेलो, स्वागत छ यहाँहरूलाई धरणी राजेशको अटो भ्लगमा। यो मैले ट्राभल गरिरहेको ठाउँ चाहिँ निशान डाँडा जाने बाटो हो है। एकदम अप्ठ्यारो छ, अफ रोड हो पुरै। प्राय मान्छेहरू यहाँ चाहिँ ट्रेकिङको लागि आउँछ हैन, अनि मर्निङ वकको लागि अनि हाइकिङको लागि पनि आउँछ। किनकि यो चाहिँ अलिकति हिल साइड, पहाड साइड परेको हुनाले अनि यहाँको वेदरहरू अनि रिभर फोरेस्टहरू अनि यहाँको डाँडाकाँडा एकदम हिल साइड छ। हाइकिङ गर्नु लायकको छ यो बाटोहरू है। यो बाटो चाहिँ अलिकति डेन्जर थियो। अहिले चाहिँ जेसिपी लाएर अलिकति चिल्याएको रहेछ। फाइनली अब बर्खायाम पनि गइसक्यो। अब यो हिउँदको समयभरि चाहिँ यहाँको बाटो चाहिँ यस्तै राम्रै हुन्छ। भौगोलिक हिसाबमा हेर्नु पर्दाखेरि यो चाहिँ एकदमै डाँडाकाँडा अनि ठाउँ ठाउँमा समूहहरू छ है। यहाँको निवासीहरूले चाहिँ प्राय सागहरू व्यापार गर्ने अनि बाख्रा बस्तुहरू पाल्ने अनि यस्तै व्यापारहरू गरेर उहाँहरूको आफ्नो घरायसी खर्चहरू चलाउनुहुन्छ। अनि म चाहिँ भनेकै अटो चलाउने होइन, आफ्नो घरायसी चलाउने गर्छु है। एकदम उकालो छ होइन, यता भिरभिरको बाटो पनि छ है। सो यहाँ ट्राभल कुनै पनि अटोहरूमा आउनु हो भने चाहिँ अब यो बाटो आउनु डर लाग्यो भने चाहिँ टक्क एक गियरमा हाल्ने, बिस्तारै अगाडि बढाउने आफ्नो गाडीलाई होइन। सो आत्तिनु चाहिँ हुँदैन। सो मेरो यस भ्लगहरू यहाँहरूलाई कस्तो लाग्छ, नयाँ ठाउँको बारेमा, धरान 5 उपनगरपालिका भित्र बाहिर पर्ने ठाउँहरूको बारेमा बुझ्न मन लागे, सोध्न मन लागे, तपाईँहरूले मलाई मेन्सन गर्नु सक्नुहुनेछ। अनि अगाडि देखेको जङ्गल चाहिँ श्री निशान देवी शनिभोटे जङ्गल भनेर चिनिन्छ। यो चाहिँ धरानको उपत्यका बाहिर चारैतिर फैलिएको छ र यो जङ्गल चाहिँ घुम्दै केराबारी, धुसकुटे, भेरेटार, नाम्चे, इलामसम्म जोडिन्छ पूर्वमा। अनि पश्चिममा चारकोसे झाडीसम्म, अनि उत्तरमा ताप्लेजुङसम्म, दक्षिणमा चाहिँ भोजपुर साइड एरियासम्म जोडिन्छ है।